होस् दिनुहोस् त भोक लाग्यो भन्नु पर्ला पुग्ने बित्तिकै यो भिड इज भेरी भिड हेलो गाइज वेलकम टु माई अनदर भ्लग म चाहिँ आज बिहानै भन्नाले 6 बजेतिर उठेर चाहिँ खाजा बनाएर खाएर टक्क बसिरहेको छु। अब चाहिँ बिहेमा जानलाई म रेडी हुँदैछु। आज चाहिँ वाउ कति वर्षपछि होइन बिहेमा जानलाई म यति धेरै खुसी भइरहेको छु। अब चाहिँ म रेडी हुन्छु। अलिकति के लाउनु पर्यो नि त अलिकति राम्ररी देखिनु पर्यो नि त होइन त्यही भएर चाहिँ लेट्स गो। फाइनल्ली रेडी त भए तर कस्तो देख्यो थाहै छैन। साडी नलगाउने भनेको यत्रो छ नि त आउँदै साडी क्यान्सल गरेर अब कुर्तातिर लाग्यौँ किनकि साडी लाउने चाहिँ म मात्रै भएँ। चाहिँ हिँडेको रेडी भएर यो चाहिँ हाम्रो मखाई हो। यो भनेको मखाई हो। यहाँ छ हाम्रो क्युट बेबी। हेलो बेबी रिसाको जसरी नहेर्नु होला अलिक खुसी भएर हेर्नु होला। हामी चाहिँ चाँडो भाग्दै जाँदैछौँ किनभनेदेखि यहाँ घरमा चाहिँ हाम्रो साथीहरू जानुपर्ने साथीहरू टन्नै छ। त्यही भएर हामी भाग्दै जाँदैछौँ। उफ थाक्यो। हेलो गाइज मान्छे रेडी भएर बस्नु भइरहेको रहेछ। हामी यहाँ पुगिसक्यौँ। म चाहिँ हाम्रो साथीलाई भेट्छौँ है त। रुन्ची माया साथी हेलो साथी जाम हामी साथीको घरबाट पनि हिँडिसकेका छौँ। अब हामी हिँड्दै गर्दा बाटोमा यसरी भ्लग बनाउँदै हिँड्छौँ। हेर्दै गर्नु होला। धन्यवाद। बिहेमा हिँडेको मान्छे सुत्यो। हाम्रो हिँडाइ यस्तो भिर पाखामा हिँड्दैछौँ हामी चाहिँ। तर बिहेमा त जानै परिहाल्यो त्यही भएर हिँड्दैछौँ। यति राम्रो मान्छे यस्तो भिडमा पनि हिँड्दैछौँ हामी। भिड इज भेरी भिड। यहाँबाट झऱ्यो भने तलतिर छ्वास भनेर झर्छ। तलतिर पुग्नु भइसक्यो हाम्रा मान्छे। यस्तो डेन्जर माथि खतरा छ नि बाटो त। तर म नि फर्स्ट टाइम हिँडिरहेको छु यो बाटोमा। शान्ति सबैलाई सालमको राज्य आउँदैछ। ह्याप्पी क्रिसमस सबैलाई। भोक लाग्यो। बिहेको टाइम पनि सकिन्छ होला हामी त्यहाँ पुग्दाखेरि त। जाने बित्तिकै बसिदिनुहोस् त भोक लाग्यो भन्नु पर्ला पुग्ने बित्तिकै। यो बाटो यस्तो हामी पम्सी हिँड्छी गरेको बिन्दा कस्तो लागिरहेछ आजको यात्रा? अनि सपिनालाई मलाई त रमाइलो लाग्यो। फर्स्ट टाइम हिँडेको यस्तो राम्रो बाटोमा। त्यो पनि साथीहरूसँग होइन आउनु चाहिँ मन लागेको थिएन। अहिले आउँदाखेरि त अघि नै जाने आउनु पर्ने जस्तो लाग्यो। तपाईँलाई अघिसम्म आउन मन लागेको थिएन। अहिले चाहिँ कसरी आउन मन लाग्यो भन्न सक्नु नि त? पोलो र मासु खानु पर्ला भनेर आएको। मम्मीलाई आजको यात्रा कस्तो लागिरहेछ? रमाइलो मम्मी र मेरो त एउटै कलर मिल्दो रहेछ लुगाको। रमाइलो सबको घरमा हाँसिरहेको रहेछ। हाँस्छ अघिसम्म रोएर मलाई रुवाएर हाँस्ने। यति धेरै हिँडिसक्यो भयो नि अझसम्म आइपुगेको छैन। अझै आधी घन्टा जति हिँड्नुपर्छ हामी। ल अलिकति बगर आइपुग्यो। त्यसपछि हामी उकालो हिँड्दैछौँ। त्यसपछि बगर आइपुग्छ फेरि अनि फेरि अलिकति उकालो चढ्नुपर्छ। म सुरुमा दुलाईहरू प्रवेश गर्दाखेरि नै भिडियो बनाउनु पर्ला भनेर कति बजीदेखि रेडी भएको मान्छे म। अहिले लास्टमा 11:30 बजीतिर आइपुगेँ। अझ पुगेन। खतरा बनायो क्या
बल्ल चर्च आइपुग्यो त्यो पनि है हामी त बिहे पनि सकिसक्यो होला भनेर तर गरेर आएको त लास्ट टाइममा त कोही आएको छैन रहेछ हामी खुसी लाग्यो अगाडि चर्च आइपुग्यो फाइनल मर्ला जस्तो छ यो पहिलाको पुरानो चर्च आइपुगिसक्यौँ यता होइन माथि जाउँ कृपया बाहिर राख्नु होला ल हामी हिँडेको अब कोही आउनु भएको छैन जय मसी राजाको प्रवेश भएको छ अब चाहिँ प्रवेश हुँदैछ दिल्ली दिनुहोस् ल अब बल्ली गरी समान तपाईँले सक्नु भएपछि माया प्यार वास्ताको लागि होइन उहाँले यो औँठी ल्याउनु भएको रहेछ यो हेर्दा यो सुनको औँठी हो यो बहुमूल्य एउटा धातु हो होइन यो औँठीलाई हेरेर सम्झना गर्नुहुन्छ जब जीवनमा समस्याहरू आउँछ उतार चढाव जीवनमा आउँछ होइन औँठीलाई हेरेर उहाँले सब मैले यसरी चाहिँ बाचा बन्धन गरेको छ मैले यो बाचा बन्धनलाई चाहिँ उल्लङ्घन गर्नु हुँदैन भने यो औँठीलाई हेरेर उहाँले सम्झनु हुनेछ आमेन बाचा बन्धन सम्झनु अगाडि आउनुहोस् र अब बत्ती बाल्नुहोस् बच्चों चला ताली जब घुमाउनुहोस् न सिधै माथि मात्रै चालु गर्नु ताली ताली एकछिन काट्नुहोस् सँगै मिलेर दुईजना हातसँगै हुनुपर्छ स्वतन्त्र तपाईँहरूलाई धेरै धन्यवाद छ सिग्नेचर ल धेरै धन्यवाद छ अब उहाँलाई हामी सानो एउटा उसमा प्रमाणपत्रमा सानो हस्ताक्षर गर्न लगाउँछु ओके